हेलो व्हाट्सअप गाइज अनि आज चाहिँ म धेरै दिन पछि आज तपाईहरुको सामु भिडियो बनाउनु सो हामी आज चाहिँ मकै गोड्न आएको खेताला आएको छु खाजा पनि खाइसक्यो अनि अब खाजा खाएर हामी जाने छौं यहाँ तल मकै गोड्नलाई मकै गोडेर चाहिँ लगभग आधी भइसक्यो हाम्रो एकदमै कालीबहादुर हाम्रो गाउँको टप नाम टपमा पर्छ उहाँ चाहिँ केमा कालो देखेथे कालीबहादुर रे सुन काली त केटी हैन र भने हैन मेरै हो जिल्लाले होला हो हैन कालीबहादुर हो जिल्ला पर्यो जिल्लाले होला हो हैन कालीबहादुर हो जिल्ला पर्यो कालीबहादुर रे म उजै भनेसी के हो तपाई केसरी लिङ्गी हो तपाई केसरी लिङ्गी हो तपाई कालीबहादुर रे उ काले र काली दुवै मिसेको मिक्स स्वामी म चाहिँ आज हैन अनुहारलाई क्लीन बनाउँछ हैन अलि सफा बनाउँछ रे भनेर मकै गोड्न आएको अनि यसो धुलो लाग्यो होला भनेर यसले पखाल्दैछु समझ्यौ यो लाएर चाहिँ 1 घण्टा पछि धुनु पर्छ रे अब के भन्छ रे यो पिम्पल सिम्पल सब खुइलाइदिन्छ रे भन्ने चाहिँ यहाँ 2-3 जना दिदी बहिनीहरुले भनेको कारणले फाइनली अब बाहिरतिर जान्छौँ मकै गोड्नलाई नहेर पछि हुन्छ तिमीहरूको नि नहेर पछि हुन्छ तिमीहरूको नि आज चाहिँ के हुँदैछ भने उसको चाहिँ आज बिहेको कुरा चल्दैछ है त यहाँ बिहे हुने आज चाहिँ सो पार्टी खाने कुरा छ के अरे भत्तर खाने राजुसँग अरे यहाँ त साली नानी के त साली के प्रजा सर्च बारमा गएर फेसबुकको सर्च बारमा गएर डाली माया प्रजा हामी चाहिँ मेलामा लागिसकेको छौँ अब चाहिँ मेला हाम्रो लगभग यहाँ तलदेखि पुरै हामीले खन्न पर्नेछ हामी चाहिँ कतिजना छ भने 14-15 जना छ मेला होइन खेताला चाहिँ एकदमै हाम्रो मित्र आमा चाहिँ मकै उखाल्दैछ के छ ज्योति के छ मकै बारीमा दोर्याम दिइरहेछ है दादा कैसा लगा मेरा मजाक हामी चाहिँ एकछिन रेस्ट गर्दैछौँ सबैजना सकाएर रेस्ट गरेको हामीले त साग टिप्दैन छ आज साग खाने उसले पापा सबैजना रेस्ट गर्दैछौँ म पनि पसिना नाला भइरहेको छ सो हामी चाहिँ यो एउटा फोटो सकाएर आराम गर्दैछु घाम शीतल नभएर यहाँ गोठमा आएर बसेछ मितिने आमा चाहिँ एक्लै खन्दै हुनुहुन्छ जाडो भएर तपाईँहरूलाई हो हामी चाहिँ अहिले 11-11:30 बजे घाममा नि खनिरहेको छौँ छुट्टी भएको छैन अब यो सकिएपछि हाम्रो फाइनल सकिन्छ मकै बारी द्वार्याङ गर्दैछ यहाँ सर्याङ एकदम गर्नु बेटा कता पानी हामीलाई एउटा हामीले एउटा तललाई
12 बजेको घाममा पनि खनिरहेको छ।